दाइ के छ हजुर यो जिआरडिबिएल कहिलेबाट फर्किन सुरु गर्ला? फर्केको छ त यिनीहरू कहाँ तल अब जान्छ तपाईँलाई आज मैले भनिसकेँ त गफ बाहिर मैले अब यही कुरा भनिरहेको छु त होइन तपाईँहरूलाई कि आजदेखि यो सबै इन्भेस्टमेन्ट कम्पनीजहरूले अनएथिकल तरिकाले केही स्क्रिप्टहरू बढाइरहेको छ भन्ने कुरा मलाई थाहा छैन। यो कुरामा मात्र मैले बजारको हल्ला भनिरहेको छु। उनीहरूलाई रोक लगाइएको छ बजारमा इन्भेस्ट गर्न, जसले गर्दा चाहिँ यस्तो पनि हल्ला गरियो कि कालो धन आएको छ, इन्भेस्टिगेसन भइरहेको यी कम्पनीहरूमा। सो एचआरएल एनआरआइसीलाई आज त्यो कारणले धक्का पनि पुगेको मैले बुझाएँ। तर अब सत्य नपनि हुनसक्छ होइन, तर मैले सुनेको कुरा मात्र भनेको छु। सो त्यसले गर्दा फेरि त मार्केट लो क्यापमा कन्सन्ट्रेट हुन्छ जस्तो देखिरहेको छ है। हेर्नुहोस् सिङ्गोमा नेचुरल तपाईँको 89,000 बायर छ र म चाहिँ 1 लाख किता होला होइन। बाँकी सेलर जति छन् 36,000 सेलर चाहिँ तपाईँको माथिको 2% होइन, प्रिभियस क्लोजिङको 2%मा बसेका छन् र 3,600 किता 1100 को लेभलमा छ मेरो बुझाइ चाहिँ है। 1,000-2,000 किता यताउता हुनसक्छ। जय श्रीराम। जय श्रीराम। यो सिन्धुमा के भइरहेको छ दाइ अलि भनिदिनु पर्यो। अहिले भर्खर सिन्धुकै त कुरा भइरहेको छ, सुन्नु भएन? सुनिरहेको छु, तर यस्तो के भइरहेछ दाइ अलि बुझेन कि यो। अब मान्छेहरूले भन्यो कि किता सबै बेचियो रे यताउता। सो त्यही हेरिरहेछौँ, हामी पनि टेस्टिङ गरिरहेछौँ कति सप्लाई कुन लेभलमा आउँछ अनि त्यसपछि कसरी अगाडि बढ्ने त्यो चाहिँ प्लानिङ गरिरहेछौँ होइन। लेट्स सी है, जो खेलाडी छन् तिनीहरूले प्लानिङ गरिरहेछ कसरी यो तरिका त भएन त दाइ। अब हजुरले कस्तो एक्सपेक्टेसन दिनुहुन्छ, अब यो जुन भइरहेको छ यो अलि मिलेन क्या दाइ हजुरको स्क्रिप्टमा। मिलेन भने त हजुरले गर्नु, मैले के गर्ने? हामीले त जति सिकेका छौँ त्यही गर्छौँ। हामीले पनि अब तपाईँले भनेको जस्तै गरेर एकदम होल्ड नै गरेर बसिरहेछौँ। त्यो पनि किन यस्तो भइरहेको छ भन्ने हो। आजको भोलि नै सबै कुरा हुन्छ जस्तो छैन। तपाईँ हेर्नु मार्केट पनि शान्ति छौँ होइन। त्यो वेट एन्ड खुल्ला छ, तल झारौँ न साथीहरू होइन। हामीले सोचेको जस्तो सबै कुरा भइदिएको भए त यहाँ सबैजना अरबपति खरबपति भइदिन्थे होइन। हुन्छ कहिलेकाहीँ सप्लाई आउँछ, कति आउँछ, बजारको हल्ला पनि बुझ्नुपर्छ, बजारमा के ह्युमर चलेको छ त्यो पनि बुझ्नुपर्छ, त्यसपछि पो काम हुन्छ। वन साइडेड आफ्नो ढिपी चलाएर माथि लगिदियो भने अरूले सबैले टोपी लगाएर एनएफएसमा भएन, त्यही त भयो। ढिपी गरेर हामीले लग्यौँ, अरूले सबैले टोपी लगाइदियो, आफू चाहिँ थलो भएर बस्यो, के गर्ने? त्यसरी पनि हुन्छ। अब त्यसैले ड्राई गर्दै जाने हो नि, हरेक लेभललाई ड्राई गर्ने हो, त्यसपछि जाने हो कि होइन। ढिपी नगरिकन बजारलाई सँगै लिएर जाने। र आजको भोलि नै चाहियो भने रिटर्न त गाह्रो हुन्छ। 6 महिनाको होल्डिङ पिरियड हुनु पर्यो ट्रेडिङमा पनि होइन। त्यही अनुसार आफूलाई प्रिपेयर गर्नु पर्यो। अब हजुरहरूलाई त होल्ड गर्नु छ, हामीले त माथि माथि खानु छ, त्यही पनि हामी अरू के गर्ने र भन्नु त। होल्ड गर्नेलाई गाह्रो छ भने बढाउनेलाई कति गाह्रो होला त्यो पनि सोच्नु होला कहिले होइन। त्यति सहज छैन कि के पनि। दाजु नमस्कार। हजुर यो सिन्धुको राइट सेयरको बारेमा के अलिकति भनिदिनु न है। बुधबार अब यो एजिएम हुँदैछ, त्यसैमा आउँछ। मैले त सुनेको राइट त धेरै निकाल्नु पर्नेछ होइन। सो यिनीहरूले बेसिकली त्यो एजिएमबाट नै 120% पारित पनि गर्न सक्छ। एजेन्डा फ्लोरमा लग्नुपर्छ जनताबाट होइन। सो हामी गर्छौँ
मैले त 50% को न्युज आएको थियो नि। हो 50% को छ, तर अब हेरौँ, कोसिस गर्ने हो, हुन्छ कि हुँदैन थाहा छैन अहिले, तर कोसिस त गर्नु पर्यो नि हाम्रो तर्फबाट, कम्पनी हाम्रो भएपछि होइन। ए हस् त हजुर। सबैले सिन्धुको जति पनि प्रमोटर छन् तिनीहरू बुधबारको एजिएममा पक्कै जानुहोस् र त्यहाँ राष्ट्र ब्याङ्कले यदि 120 करोड पुर्याउन भनेको छ भने 10 पल्टमा किन पुर्याउने, एकैचोटि 120% राइट दिएर किन नपुर्याउने भनेर फ्लोर चाहिँ गर्नु होला। भोलि तपाईँले फेरि भोलि लाइभ तपाईँको सुन्दै बसिरहेको थिएँ होइन। हजुर अब सबै मैले प्रायः त धेरै नै भयो तपाईँलाई फलो गरेको, प्रायः साथीहरूले सबैले उही सिन्धुले सर्किट हानेन, सप्तकोशीले सर्किट हानेन भन्नुहुन्छ। अब लोमा पाउँदा उठाउन डराउनुहुन्छ। अनि उही सबैलाई 10 सर्किट हान्ने दिपेन्द्र अग्रवाललाई भिडाउने जस्तो कुरा गरिरहेको छन्। अलि सुन्दा नराम्रो लाग्छ मलाई त छ। जसको जस्तो सोच हुन्छ त्यस्तै कुरा गर्छन्। त्यही त नि, अब यो घटेको बेला उठाउन डराउने, अनि 5-7 सर्किट माथि जाँदाखेरि लौ हामीले उठाउन पाइएन घटाइदिनु पर्यो भन्ने। अनि त्यो सुन्छु मैले धेरै भइसक्यो आजकल। तर म चाहिँ यो लाइफमा आएर अलिक बोल्न अलि डरला जस्तो लाग्छ भनेर म प्राय हजुरसँग बोल्दिनँ, त्यो सुनेर बसिरहेको हुन्छ। तर अरूको कुरा सुन्दाखेरि अलिकति त्यो केही एनालाइसिस पनि नगर्ने, अब पैसा त्यत्तिकै ल्याएर हाल्ने जस्तो कुरा गर्नुहुन्छ। अब घटेको बेला उठाउनुहुन्न, अनि सर्किट लगाएपछि लौ घटाएर किन्न पर्यो भनेर धेरै सुनिरहेको हुन्छ। म त्यही भन्न आएको सर। त्यही हो, सही कुरा भन्नुभयो हजुरले, एकदम सही कुरा भन्नुभयो। त्यही त नि, म धेरै हजुरको फलोमै छु, त्यहाँ धेरै सुन्छु सर हजुरको। अब त्यस्तै छ, सबैको हालत त्यस्तै हुन्छ। किनेपछि बढ्नै परेर अलिकति 1 महिना 2 महिना होल्ड गर्नलाई कसैको नि त्यो मैले उस देख्दिनँ। 100 रुपियाँ घट्यो भने लौ न कसरी घट्यो मात्र भनेर आउनुहुन्छ प्रायः जस्तो। अब अनि फेरि बढेको बेला बेच्न डराउनुहुन्छ, अनि घटेको बेला मात्रै लौ मेरो यति गयो उति गयो भनेर आउनुहुन्छ। किन्न डराउने, बढेको बेला तपाईँको बेच्न डराउनेले के गर्छ यार। हो त्यही भनेको हुन्छ सर। अब हजुरको अब अहिले यो रेन्जमा त उठाउने टाइम हो नि। अब नबोलिकन उठाएर भोलि 1300 माथि भएपछि त सेल गरे भयो नि, आफ्नो अलिकति प्रफिट भएपछि। अनि नबेच्ने टाइममा अनि फेरि घट्यो बेला नकिन्ने। अब यस्तै भइरहेको छ प्राय हजुरको लाइफमा आउनेले प्रायःले उयो सर्किटै हानेन मात्र भन्नुहुन्छ। अनि त्यही सुनिरहेको हुन्छु मैले प्रायः। म नि हजुरसँगै हजुर लाइभ आउने बित्तिकै म हेरेर बसिरहेको हुन्छु। अनि आज सर्किट लाग्छ कि भनेर सोध्छन् कि हजुर। त्यही त नि, अब त्यही 1-2 सय डाउन भयो भने डरले होप्लेस हुन्छन् सबै। अनि बढ्दाखेरि माथि हाईमा 1500 कटेपछि बल्ल अनि आउने, अनि टोपिला भन्ने के भन्ने यस्तै छ सर। त्यस्तै हो। हुन्छ सर, अब यस्तै छ। अब हेर्दै बसिरहेको छु, सुनिरहेको छु। अब साथीहरूले फेरि यो प्रायः नयाँ आउनेहरूले नि अलिकति युट्युबमा डाउनलोड गरेर के भइरहेछ के भनिराख्नु भएको छ भनेर अलिकति त्यो बारेमा सुन्ने। अब आउँदा सिन्धु कस्तो छ, सप्तकोशी कस्तो छ हजुरले मैले प्रायः हेर्छु। अब यहाँ 100-200-500 जना लाइभमा आए पनि प्रायः त्यही नै सोधेको हुन्छ। कसैले पनि आएर यहाँ नयाँ अब के हो कसो हो यस्तो अरू क्वेसनहरू कहिले सुनेको पाइएन। उही अब यो किन सर्किट हानेन मात्र भनिराख्नुहुन्छ। फेरि त्यहाँ अलिकति घट्यो भने टोपी लगाइदिएको छ हामीलाई यताउता भनेर। त्यही त सर, म नि धेरै हजुरको फलो गरिरहेको हुन्छु अनि सुन्छु। अनि उही सर्किट हानेन 10 रुपियाँ तल हुँदाखेरि 1200मा किने 1190मा आयो, किन आयो यो रेटमा भन्नुहुन्छ। अनि अलिकति होल्ड पनि अलिकति यो अल्ट्रा लो क्याप डेभलपमेन्ट ब्याङ्कहरू सबैमा बायर छन्। कस्तो राम्रो बायर होइन। अब सबैलाई आजको भोलि 500 रुपियाँ प्रफिट चाहिएको छ सर। अब के गर्ने, अब त्यही
प्रायः मैले सुन्छु दिपेन्द्र अग्रवाललाई हजुरले आफैले भन्नुहुन्छ महिलाई नै टोपी लाउने विचार गर्नुहुन्छ भन्नुहुन्छ। अब हुन नि हो, अब सेयर जति हजुरलाई नै किनेदेखि कसलाई बेच्ने हो फेरि बेच्ने मान्छे गर्न सक्यो भने त आफै बाहिर आउँछ, तर बुझ्नु पर्यो कि त्यो कुरा। हजुर सर, त्यो म नि हजुरको धेरै भइसक्यो सर, म फलो यो मेरो आफ्नो जबमा नगएको दिन बाहेक अरू दिन म हजुरको यो लाइभ आउने बित्तिकै अथवा यो लाइभमा भएन भने बेलुका युट्युबबाट डाउनलोड गरेर के भइरहेछ अब राति पनि हजुरको प्रायः राति आएर त भ्याउनु मैले सुन्नलाई, तर यो डाउनलोड गरेर बिहानपट्टि मैले सबै सुनिराखेको हुन्छ। थ्याङ्क यू सो मच हजुर। हवस् सर, राम्रोसँग गर्दै गर्नु होला। अब मान्छेलाई सिन्धु 2025 पुग्नु पऱ्यो, पुगोस्, त्यही हो शुभकामना सर। हाँ सर, थ्याङ्क यू। हवस्, थ्याङ्क यू सर। हवस्। हेलो, नमस्ते सर। नमस्ते सर, यो बिइडिसी को भविष्य के होला? थाहा छैन हजुर, बिइडिसी भनेर बिइडिसी थाहा छैन। एकचोटि हेरिदिनुहोस् न। सर्किट लागेको छ, दिइहाल्नुहोस्। किन धेरै भविष्य खोज्नु पर्छ? बेच्दा ठिक होला? ठिक होला। ल सर, हुन्छ सर, हस् ल, धन्यवाद। हेलो हजुर दाजु, नमस्कार। नमस्कार दाजु, म अहिले मनोज बिचमा 40 किताब किनेको छु होइन। त्यो आफ्नो कलेजको फीको लागि, फीको पैसाको नै लागि, त्यो पनि सेयरबाट नै मैले किनेको थिएँ। अनि हेलो दिपेन्द्र सर, जय श्री राम। त्यो मनोज जय श्री राम सर, जय श्री राम। एकजनाले बोलिरहेछ, पर्खिनुहोस्। मनोजीवालाई हेरिदिनु न, मेरो कुरा सुन्नुभयो दाजु? म ब्लकवित्तमा छुइनँ सर होइन। सो त्यसको बारेमा मैले कुन खेलाडी त्यसमा छिरेको छ, के गर्दैछ, के गरिरहेको छैन भन्ने कुरा मलाई आइडिया हुन्न। तपाईँलाई कुनै कुरा भनौँला त्यो उल्टो पर्ला। त्यसैले गर्दा तपाईँले के सोचेर किन्नु भएको छ, के त्यसमा तपाईँले पोटेन्सियल हेर्नु भयो, त्यो त हजुरले आफै एनालाइसिस गर्नुपर्ने हुन्छ कि जस्तो लाग्यो है। अनि एउटा कुरा अझै, त्यो मैले पनि सिन्धु किनेको छु होइन, 50 किता जति, 1262 जति डब्लुसी गरेर भएको छ। त्यहीमा होल्ड गर्यो, त्यो मिनिमम 1 महिना जतिमा होल्ड गर्नु सक्छु, किनकि मेरो बिबिएको 1 महिनापछि पुग्नु छ। त्यही भएर 2-3 महिना राख्नु होला, राम्रो समय देखिन्छ, होल्ड गर्नुहोस् है। जय सियाराम। जय सियाराम हजुर। सर, यो एमएलबिएल को बारेमा यसो भन्नु न, बाइकको लागि कस्तो होला आजको यसो हेर्दाखेरि? मलाई यसको बारेमा आइडिया छैन, त्यसैले मैले यसको बारेमा बोल्यो भने फेरि तपाईँहरूलाई गाह्रो पर्ला होइन। हजुर, जुनमा म छुइनँ त्यसको बारेमा म कमेन्ट गर्न चाहन्न। जो साथीहरूले काम गर्दै हुन्छ उहाँहरूलाई गाह्रो हुनसक्छ मैले गर्दा होइन। हस्, थ्याङ्क यू सर। हस्।